एनआरएन जापानले गर्न लागेको नेपाल फेस्टिभल अत्यन्त महत्त्वपूर्ण र सान्दर्भिक छ र विगतका वर्षहरूमा तपाईँहरूको जुन अनुभव छ यहाँ हामी देखिसकेका छौँ। तपाईँ सबै अनुभव यही अनुहारहरू यही साथीहरू हुनुहुन्छ जो लगभग 2015-16देखि नै तपाईँहरू यो इभेन्टमा खटिराख्नु भएको छ। कार्यक्रम गर्न कति गाह्रो हुन्छ भन्ने कुरा म पनि 1-2 कार्यकाल एनसिसीमा बसेर काम गर्दाको अनुभव छ। यहाँहरू सम्पूर्णलाई हार्दिक सम्मान छ। कार्यक्रम गर्न अत्यन्त कठिन छ आफ्नो यो समयमा यो अवस्थामा, तब पनि तपाईँहरू यो युनिटी बनाएर खट्नु भएको छ। यसको लागि राष्ट्रिय समन्वय प्रदेशका सम्पूर्ण कार्य समिति साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो भन्दै गर्दाखेरि अहिलेको परिवेशमा अघि ओम सरले पनि बताइसक्नुभयो, हामी विभिन्न विषयवस्तुहरूमा छौँ, विभिन्न हाम्रा बाधा व्यवधानहरू पनि छन् र अन्तर्राष्ट्रिय समन्वय परिषदको एउटा एजेन्डा पनि छ, रिब्रान्डिङ एनआरएनए, रिफर्म एनआरएनए जस्ता कुराहरू छन्। त्यसलाई पनि अलिकति हामीले कहीँ न कहीँ राष्ट्रिय समन्वय परिषदले छुनुपर्छ कि। र अर्को कुरा पनि यो वर्ष भनेको जापानको जुन नेपाल जापान सम्बन्ध 17औँ वर्षगाँठको सम्बन्ध हो र यसलाई मैले एउटा सजेस्टको रूपमा पनि भन्न चाहन्छु र कार्य समिति साथीहरूलाई यो हुन त योभन्दा अगाडि पनि भन्नुपर्ने थियो। सायद यहाँहरूले एउटा कमिटी पनि बनाउनु भएको होला। जबसम्म यो 70औँ वर्षगाँठलाई अलिकति हुन त यो नेपाल एम्बेसीले गर्नुपर्ने हो, तर पनि नेपाल एम्बेसी अहिलेको हाम्रो विभिन्न चालचलन हामीले देखिरहेका छौँ, एम्बेसीको विभिन्न क्रियाकलापहरू। यो 70औँ वर्षगाँठमा जसरी जुन जापानले हामीलाई नेपालप्रति हेर्ने जुन दृष्टिकोण छ, यो एउटा अत्यन्त महत्त्वपूर्ण दृष्टिकोण छ र हाम्रा नेपालका विभिन्न व्यक्तित्वहरूलाई जस्तो राष्ट्रपतिदेखि लिएर हाम्रा पूर्व राजदूतहरूलाई जसरी सम्मान गरेको छ, यसले के जनाउँछ भने नेपाली समुदायमा यो 70औँ वर्षगाँठ नेपाल जापान सम्बन्ध अत्यन्त महत्त्वपूर्ण छ र यसलाई यो प्लेटफर्मलाई हामीले जापानमा रहेका दिग्गज व्यक्तिहरूको एउटा चाहिँ कमिटी बनाएर, जो हामीभन्दा धेरै अगाडिका अग्रजहरू हुनुहुन्छ, धेरै अनुभवहरू बटुल्नु भएको छ, हरेक युनिभर्सिटीहरूमा हुनुहुन्छ, उहाँहरूलाई कमसेकम कोअर्डिनेसन गरेर यो 3 दिने हाम्रो कार्यक्रम छ। यो एउटा चाहिँ कमसेकम एउटा सेसनमा त्यो किसिमको टुरिज्म अथवा ट्राभलको बिजनेस एक्सचेन्जको कुराहरूलाई जोड्न सकियो भने अरूभन्दा फरक यो इभेन्ट बन्छ कि जस्तो मलाई लागेको छ। यसले गर्दाखेरि पक्क पनि ओम दाइ हुनुहुन्छ, शिवजी हुनुहुन्छ, उहाँले धेरै अनुभव पनि छ र यो नेपाली समुदाय र जापानिज समुदायको एउटा ठुलो बृहत एउटा पुलको लागि पनि काम गर्छ जस्तो मलाई लाग्छ। पक्कै पनि त्यो टिम बनाउनु भयो भने म यहाँलाई थोरै सुझावको लागि पनि भने र अन्त्यमा यहाँहरू सबै खट्नु भएको छ र विशेष त अघि कुमियामा सेन्सेले भने जस्तै फेरि पनि हामी त्यो पार्कमा अर्कोपटक गर्न पाइयोस्। र यो भन्दै गर्दाखेरि अहिले भर्खरै यो कार्यक्रम लगतै अगस्तमा एसिया पेसिफिकको कन्फरेन्स छ, त्यसमा पनि हामीले मुख्यतया 2-3वटा विषयवस्तुहरू हामी उठान गरेका छौँ। बिजनेस एक्सचेन्ज, डायस्पोरा बिजनेस एक्सचेन्ज, त्यस्तै गरी कल्चरल र टुरिज्म एक्सचेन्जलाई कसरी चाहिँ हामी नेपालमा चाहिँ टुरिज्मलाई प्रमोट गर्न सकिन्छ। यो हाम्रो यहाँहरू हुने पनि त्यही नै हो। हाम्रो एनआरएनको सबै उद्देश्यहरू एउटै हुन्, तर पनि कसरी चाहिँ हामीले त्यसलाई कार्यविभाजन गरेर अगाडि बढ्ने भन्ने सन्दर्भमा अलिकति हामी छलफल गरौँ भन्न चाहन्छु। र अन्त्यमा मैले आफ्नो गर्नुपर्ने व्यक्तिगत तर्फबाट र मैले आफ्नो स्थानीय संस्थाको अध्यक्ष यहाँ हाम्रो विगत समाज जापानको अध्यक्ष टिकारामजी यहाँ हुनुहुन्छ र हामीले भोलिन्टियरिङ गर्नुपर्ने विषयवस्तु र तपाईँहरूलाई सहयोग गर्नुपर्ने कार्य समितिका साथीहरूलाई सहयोग गर्नुपर्ने जे विषयवस्तुहरू छन्, जुन ठाउँमा हामी सहयोग गर्न सक्छौँ तपाईँहरूले काम लगाउनुहोस्। यसको लागि यहाँहरूलाई आग्रह गर्दै पूर्ण यो नेपाल फेस्टिभल सफलताको कामना व्यक्त गर्न चाहन्छु। र यो जाँदा जाँदै हामीले नेपालबाट विभिन्न इभेन्टमा हामीले चाहिँ बिजनेसहरूलाई चाहिँ गरिरहेका छौँ, तिनीहरूलाई अलिकति ध्यान दिनुपर्छ जस्तो लाग्छ। किनभने हामी यहाँ स्पोन्सर उठाउने, यहाँ इन्भाइट गर्ने र बिजनेसम्यान उहाँहरूलाई पनि कमसेकम बिजनेस प्रमोट गर्नको लागि विभिन्न पसलहरूलाई चाहिँ सोकाइ गराउनुपर्छ जस्तो मलाई लाग्छ। हामीले धेरै अलिकति गुनासो पनि आइरहेछ नेपालमा, होइन? नेपाल फेस्टिभल गर्दाखेरि जापानबाट बोलाउँछन्, त्यो अनुसारको हामीलाई चाहिँ बेनिफिट भएन, त्यो अनुसारको हाम्रो मार्केटलाई चाहिँ डिस्ट्रिब्युट गर्न सकिएन भन्ने हिसाबको छ। पक्कै पनि यहाँ जापानिज साथीहरू यहाँ धेरै इभेन्टहरू हुनुहुन्छ, उहाँले पनि भोलि बिहान यस्तै भन्दै जानुभयो भने अलिकति हामीलाई नैराश्यतापन हुनसक्छ। त्यसको लागि हामीले कसरी ती बिजनेसम्यानहरूलाई ग्रोथ अप गर्न सकिन्छ, कसरी तिनीहरूलाई प्रमोसन गर्न सकिन्छ, होटलमा गएर हुन्छ अथवा रेस्टुरेन्टमा पनि कोही प्रचार प्रसार गरिदिएर हुन्छ, उहाँले लिएका सामानहरू त्यसलाई पनि हामी प्रचार प्रसार गर्दा राम्रो हुन्छ जस्तो लाग्छ। यो डायस्पोरा भनेको अत्यन्त यो विश्वमा लगभग दोस्रो नम्बरको डायस्पोरा रहेछ हाम्रो एनआरएनको। हिजो हाम्रो
विभिन्न अग्रजहरूले बताउनु भएको छ। यो डायस्पोरालाई पक्कै पनि युटिलाइज गरेर हामीहरूले आफ्नो टुरिज्म, कल्चरल र बिजनेस एक्सनलाई अगाडि बढाउन एउटा महत्त्वपूर्ण भूमिका रहन्छ भन्दै म आफ्नो भनाइ अन्त्य गर्छु। थ्याङ्क यू। धन्यवाद।